हेलो गाइस, वेलकम टु माई अनदर ब्लग। अब हामी चाहिँ रेडी भएर बजार गएको। बजार जानलाई रेडी भएर म चाहिँ बाहिर निस्केको। मेरो हस्बेन्ड चाहिँ गाडी स्टार्ट गर्नुभएछ र चुरोट खाइरहनु भएको थियो। अनि म चाहिँ जहाँ हिँड्ने बेलामा चुरोट खानुपर्छ भन्दै थिएँ। अनि अब चाहिँ हाम्रो चाहिँ आजको कार्यक्रम चाहिँ बजार जाने छ होइन। बजार किन गएको भनेर म भरे भन्छु तपाईँहरूलाई। बजारबाट निस्किसकेपछि अहिले चाहिँ हामी टिजे म्याक्स हिँडेको। टिजे म्याक्स पनि आइपुग्यो। अब यो टिजे म्याक्समा भित्र गएर अलिअलि सपिङ गरेर अनि निस्केर फेरि हाम्रो अर्को बजार पनि जानु छ। यो चाहिँ हाम्रो टिजे म्याक्स है गाइसहरू। यहाँ चाहिँ सबै थोक सामान पाउँछ, राम्रो पाउँछ तर महँगो हुन्छ। घर नजिकै भएको कारणले हामी चाहिँ हतारमा यहीँ गएको। जहिले हतारमा चाहिँ हामी यतै जाने गर्छौँ। यो बजारमा चाहिँ लुगाहरू राम्रो पाउँछ, कपडाहरू जे पनि पाउँछ तर अलि महँगो हुन्छ क्या यहाँ चाहिँ। अनि यो भित्र चाहिँ हाम्रो टिजे म्याक्स हो। यति राम्रो छ नि गाइसहरू। यहाँ चाहिँ कपडाहरू एकदमै राम्रो पाउँछ, स्पेसियली लेडिजको कपडा राम्रो पाउँछ। अनिखेरि मेकअपको सामानहरू पनि पाउँछ, जे पाउँछ ज्वेलरीहरू पनि पाउँछ तर एकदमै महँगो हुन्छ यो स्टोर चाहिँ। तरै पनि अब घर छेउमा त्यही स्टोर छ, त्यही भएर हामी चाहिँ हतार भयो भने चाहिँ यही स्टोरमा जाने गर्छौँ। म चाहिँ यहाँ बेबी सेक्सन खोज्दैछु होइन। मेरो चाहिँ बेबीको लागि लिनु छ कि। अनि म चाहिँ गएँ, स्वाट्टै मेरो आँखा एउटा जामामा पर्यो। अनि मैले चाहिँ त्यही फिक्स गरेँ। मेरो हस्बेन्डले चाहिँ अर्को देखाउँदै हुनुहुन्थ्यो, फेरि त्यो देखाएपछि त्यही ठिक छ भन्नुभयो। अनि यो एउटा जामा अनि एउटा मेकअप किड्सको मेकअप बक्स बोकेँ। अनि अरू केही पाउँछ कि भनेर, केही मन परिहाल्छ कि भनेर हेर्दै जाँदै थियो। मेरो हस्बेन्डलाई चाहिँ बक्सर चाहिरहेको थियो अरे, कटनको बक्सर त थियो तर कटनको चाहिरहेको भएकाले पाउँछ कि भनेर हेर्दै हुनुहुँदो रहेछ। अनि म पनि त्यतै पुगेँ। त्यहाँ चाहिँ बक्सरै भेटिनँ भन्दै हुन्थ्यो। मैले नाइकीको रहेछ त भनेको, खोइ भन्दै हुन्थ्यो। मैले देखाइदिएँ थिएँ। अनि हेर्दै गर्नु है, म पनि केही पाउँछ कि भनेर यता निस्केर यता हेर्न थालेँ। यो चाहिँ केटाहरूको बक्सर पाउने ठाउँ है। अनि म चाहिँ यता आएको। यता आउँदाखेरि चाहिँ म चाहिँ देखाउँदै चाहिँ मैले के किनेँ भनेर, किनिसकेको त छैन तर नि बोकेको। अनि म चाहिँ यसो टी सर्टहरू राम्रो पाउँछ कि भनेर हेर्दै अनि ऐना देखेँ। ऐनामा आफूलाई देखाइहालेँ, मोटी भए पनि। म चाहिँ ऐनामा आफूलाई हेरेर दङ्ग पर्दैछु, के को दङ्ग परेको थाहा छैन। अनि हामी चाहिँ टिजे म्याक्सबाट निस्क्यौँ। त्यसपछि चाहिँ हामी अब कता जाने भनेर सल्लाह हुँदैछ। हाम्रो अर्को बजार पनि, एउटा बजार पनि जानुपर्ने थियो। आज भ्याइन्छ कि भ्याइँदैन भन्दै गाडीसम्म पुग्यौँ। अनि गाडीमै पुगेर हामी सल्लाह गर्ने जाने कि नजाने भनेर अनि गाडीमा गयौँ। यो चाहिँ पार्किङ लट हो टिजे म्याक्सको होइन। अनि त्यहाँबाट चाहिँ हामी फेरि लोस जाउँ भनेर लोसतिर हेर्यौँ। लोसको चाहिँ भिडियो पनि कस्तो आएछ। यहाँ चाहिँ बाहिर लोसमा चाहिँ सबै सामान पाउँछ। यो के अरे, यो चाहिँ गाडीहरू हो, मलहरू होइन, प्लान्ट सबै थोक पाउँछ यहाँ चाहिँ। यो लोसमा चाहिँ हामीलाई चाहिँ के चाहिएर गएको भन्ने कुरो त्यहाँ पुगेपछि म भन्छु होइन। यो चाहिँ लोस स्टोर हो, यसलाई लोस भन्छ। लोसमा चाहिँ ठुलो हुन्छ, कस्तो राम्रो यो आउटडोर राख्ने योहरू कस्तो मन परेको थियो मलाई। यो सोफाहरू आउटडोरको त्यो माथिको त्यो छाना भएको घर कस्तो मन परेको थियो। अनि मैले त्यो घर चाहिँ हाम्रो पनि पछाडि यस्तै बनाउनु पाए हुन्थ्यो नि भनेको, हुन्थ्यो नि भन्दै हुनुहुन्थ्यो। कहिले बनाउँछन् यो आउटडोर सोफाहरू, यसरी घर बनाएर आउटडोरमा राख्नु भने गर्मी महिनामा, समरमा बाहिर बस्नको मजै अर्कै हुन्छ होइन। कस्तो राम्रो आउटडोर सोफाहरू पाउँछ यहाँ। आउटडोर सोफा, काउच, टेबल, चेयरहरू सबै थोक पाउँछ। यो चाहिँ यहाँको चाहिँ आउटडोरको सबै चिजहरू। हामी एक राउन्ड डुल्यौँ होइन।
अनि नभेटेपछि मान्छे बोलाएर ल्याएर सोध्यौँ। हामीलाई चाहिँ फिसिङ चेयर चाहिएको थियो क्या, फिसिङमा जाँदाखेरि बस्नलाई चेयर चाहिएको थियो। अनि यो चाहिँ फिसिङ चेयर हो, यहाँ पाउँदो रहेछ फिसिङ चेयर चाहिँ। अनि हामीले चाहिँ एउटै चेयर दुईजना बस्ने र एउटामा एउटा गरेर दुईटा सानो सानो एकजना मात्रै बस्ने ल्याउने कि भनेर त्यो सल्लाह हुँदैछ हाम्रो चाहिँ। यो चाहिँ एउटै चेयर ठुलो तर दुईजना बस्ने रहेछ होइन। यो चाहिँ ज्याउ हुन्छ जस्तो लाग्यो मलाई। मैले चाहिँ एउटा भएको बोकौँ न म, एकजना मात्रै जाँदा पनि त एउटा मात्रै बोकेर जाँदा भयो, दुईवटा बोक्यो भने झ्याउ हुन्छ भनेर दुईवटा एउटा भएको चाहिँ सानो सानो दुईवटा बोक्यौँ। एउटा चाहिँ उसले बोकेँ, एउटा चाहिँ मेरो हातमा छ क्या यसरी यहाँ। अनि हामी चाहिँ लाग्यौँ अब। अनि फर्केर आउँदा मेरो हस्बेन्डलाई चाहिँ खालि त्यो ठुङठुङ पार्ने सामानहरू मनपर्छ। ड्रिलहरू भयो, रेन्च यस्तोहरू मनपर्छ। म चाहिँ देखाउँदै आउँदैछु, खालि यस्तो रेन्चहरू राख्ने यस्तो मनपर्छ, त्यो हेर्न भनेर गयौँ, रेन्च र के चाहिएको छ भनेर। अनि हामी चाहिँ त्यहाँ पुग्यौँ, हेरिरहेछन् एउटा राख्ने खालि यस्तो कुराहरू हेर्नुहुन्छ मेरो हस्बेन्डले चाहिँ यो स्टोरमा गयो भने। अनि हामीले एउटा रेन्च 3टा रेन्च किन्यौँ होला त्यहाँबाट। अनि एउटा त्यही रेन्चहरू राख्ने सामानहरू टुल्सहरू राख्ने ब्याग किन्यौँ। ब्यागहरू राम्रो थियो तर महँगो थियो, त्यही भएर सस्तो दामको ब्याग मात्रै किनेर आयौँ। किनकि हाम्रो राख्ने सानो घर साह्रै सानो छ, आँट्दैन भनेर। अनि उहाँ सोध्दै हुनुहुन्थ्यो यस्तो स्ट्रोलर कहाँ छ भनेर। अनि त्यति किनेर हामी फर्क्यौँ घर। अब घर होइन, हामी चाहिँ सिधै मेरो माइत घरतिर जाने हो होइन। यो चाहिँ लोसको पार्किङ। लोसमा चाहिँ गाडीहरू बाहिर ट्याप्पै राखेको हुन्छ। अनि यहाँ देखा खालेको गाडी छ भन्दै हुनुहुन्थ्यो। अनि यो चाहिँ ग्रिल गर्ने हो, मासु पोल्ने होइन। अनि यो गाडी भयो, कस्तो राम्रो, समरमा त बाहिरै सबै थोक राखेको हुन्छ। अनि यस्तो गाडी किन्न पाएँ भन्दै थिएँ म चाहिँ। तर यो चाहिँ सानो चाहिँ होइन, अघिको ठुलो गाडी चाहिँ एकदमै राम्रो हुन्छ। कस्तो महँगो हुँदो रहेछ गाडीहरू भन्दै हामी चाहिँ हेर्दै लाग्यौँ अब पार्किङतिर होइन। अनि पार्किङमा पुगेपछि भनेको हामी कता जान्छौँ भन्दा यत्नातिर जान्छौँ। आज चाहिँ मेरो भदैनीको बर्थडे छ। भदैनीको बर्थडेमा जानलाई चाहिँ हामी रेडी भएको हो। अब दोकानहरू गएको। अनि यहाँबाट हामी यत्नातिर लाग्यौँ। अब यो हेर्नु नि कस्तो मजाको छ वेदर। आज फिसिङमा जाने भनेको थियो, भदैनीको बर्थडे परेको भएर फिसिङमा पनि गइएन। अनि भोलि जानुपर्छ, किनिराखौँ, भोलि हतार हुन्छ बजार जाँदा ओर्दा भनेर हस्बेन्डले त्यहीँनिर टिजे म्याक्स जाँदाखेरि चेयरहरू किनिराख्नु भएको। भोलि चाहिँ उठेर रेडी भएर फिसिङमा जाँदा हुन्छ भनेर चाहिँ हामी त्यतै लोस पनि निस्केर किनिराखेको होइन। अब यस्तै छ यहाँको अहिलेको वेदर। यता चाहिँ मेरो श्रीमानजी हुनुहुन्छ, एकदम खतरा ड्राइभर होइन। त्यसो भन्दैको हाँस्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ पुग्यौँ यता मम्मी घर, मेरो मम्मीको घरमा। म चाहिँ गिफ्ट देखाउँदैछु। म चाहिँ यहाँ जिस्काउँदै थिएँ, न्युपाने भिल्ला आइपुग्यो भन्दै जिस्किँदै थिएँ। अनि हामी चाहिँ भोकले बिहानदेखि केही खाएको थिएन। मेरो हस्बेन्ड चाहिँ भित्र गएर अब टन्न खाने हो भन्दै हुनुहुन्थ्यो। अनि हामी चाहिँ गयौँ बर्थडे घरभित्र के कसो छ हो हल्ला, के कसो छ स्थिति भन्दै भित्र पस्यौँ। म चाहिँ भित्र पसेँ होइन। हामी दुईजनैसँगै पस्यौँ। मैले हात खाली थिएन, मेरो हस्बेन्डले दैलो खोलिदिनु भयो त्यसपछि। अनि भनेको हामी भित्र पस्यौँ। भित्र चाहिँ बर्थडेको घरमा केही हो हल्लै देखिनँ मैले चाहिँ। तर फ्यामिली मात्रै मनाउन आँटेको थियो। यहाँ बेलुनहरू खेलाइरहेको थियो केटाकेटी चाहिँ। अनि त्यसपछि भनेको मैले बहिनीलाई ह्याप्पी बर्थडे भनेको भाग्यो। बहिनी साह्रै डराउने होइन, बोल्नै मान्दिनँ। ह्याप्पी बर्थडे पनि मैले के ल्याइदिएको छु, थ्याङ्क यू दिन्न भन्दै थिएँ म चाहिँ। अनि काकी चाहिँले पनि भन्दै हुनुहुन्थ्यो, मानिनँ तर ह्याप्पी बर्थडे भन्नै मान्दिनँ बहिनी। कस्तो खालको बहिनी चाहिँ
अनि म चाहिँ के पाकेछ भनेर किचनतिर गएँ। अनि सानो भाइ रहेछ त्यो पनि भागो हो। यो चाहिँ मेरो सबैभन्दा सानो भदा हो। अब चाहिँ बहिनीको केक काट्नलाई हामी रेडी बनाइरहेछौँ यहाँ। बहिनीको फोटो भिडियो गर्दैछौँ। बहिनीलाई हाई भनेको हाई भने ह्याप्पी बर्थडे भनेको थ्याङ्क यू चाहिँ भन्दिनँ यो होइन। अनि यहाँ रेडी बनायौँ अब बहिनीको ह्याप्पी बर्थडे भन्नलाई। भाइ चाहिँ किन रिसाएको थियो, भाइ रिसायो भने चाहिँ एकदम रिसाउँदो रहेछ। सबै बेलुनहरू फुटाइरहेछ। त्यहाँबाट डेकोरेसन अलिअलि गरेको थिएँ म गएर, त्यही पनि फुटाइरहेछ, फ्याँकिरहेछ। बहिनीले चस्मा दिनँ भनेर रिसाइरहेको थियो भाइ चाहिँ। बहिनीलाई चस्मा दिएन, भाइलाई भनेको उसको ड्रेसको चस्मा अरे त्यो नदिने अरे। बाउ चाहिँले नखोज्दा पनि दिँदिनँ। बहिनी रिसाए यता चस्मा नपाउँदा भाइ रिसायो, चस्मा दियो भन्दा बहिनी रिसाएर उदुम भइरहेको थियो यहाँ चाहिँ। अनि दुईजनाको मामला मिलाइरहेको थियौँ हामी चाहिँ। अनि भाइलाई चस्मा दिएको, बहिनी के काट्न नमान्ने भयो। म के काट्दिनँ भने रिसाइ मेरो चस्मा भाइले लग्यो भने भाइ चाहिँ म चस्मा लगाएर हिरो भइरहेछ। अनि बहिनीलाई चाहिँ केक काट भनेको बहिनी मानिनँ। म केक काट्दिनँ भनेर यहाँ यिनीहरू दुइटाको झगडा मिलाउन साह्रो परेको होइन। बल्ल बल्ल मिलेर चाहिँ हामीले ह्याप्पी बर्थडे केक Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Kadisha. Happy birthday to you. May the good Lord bless you. May the good Lord bless you. May the good Lord bless you, dear. Happy birthday to you. त्यसपछि टिकाटालाको काम भयो होइन। टिकाटाला गरिसकेपछि चाहिँ अनि सबैजनाले आफ्नो आफ्नो पालो पर्खेर टिकाटाला लगाइदिए। बहिनीलाई टिका लगाइदिएँ। मैले चाहिँ केटाकेटीलाई मसमेलो पनि ल्याइदिएको थिएँ खानाको लागि। अनि त्यो दिएँ होइन। आमा बाउले टिका लगाइदिएँ। अनि मम्मी बुवाले पनि लगाइदिनु भयो। अनि त्यहाँबाट भनेको बहिनीलाई केक खुवाउने, टिकाटालो लाउने कार्यक्रम भयो। यस्तै गरेर म चाहिँ हामीले चाहिँ अघि खाएको थियो भोकले। आउने बित्तिकै पहिला खाएर चाहिँ अनि बर्थडे मनाएको बहिनीको। अनि भाइलाई चाहिँ म भन्दै थिएँ, एउटा भाइलाई एउटा आधी भाइलाई दिएर खा भन्दै थिएँ ठुलो भाइलाई चाहिँ। अनि सबैले टिकाटालो लगाइसकेँ। बहिनीको बर्थडे पनि सिद्धियो। बहिनीलाई चाहिँ मैले दुईवटा सानो सानो मसमले ल्याइदिएको थिएँ। अनि जम्मा 4टा लगेको थिएँ। भाइलाई आधी दिएँ भनेको त्यसले सकेन खोल्नै। बहिनीलाई 2टा दिइसकेँ मैले चाहिँ। अनि केक काटिसकेपछि भरे ल्याउँछ। मैले चाहिँ बहिनीलाई लगेको गिफ्ट दिएँ। ऊ चाहिँ गिफ्ट भन्दा पनि बेलुन तान्दै थिएँ। अनि मैले लगिदिएको गिफ्ट चाहिँ एकदमै मन परायो। मेकअप बक्स चाहिँ बहिनीले हेर्दैछ म के ल्याइदिएछ भनेर। एकदमै मन परायो। अब यस्तै हो। यो चाहिँ मेरो मम्मी घरमा बहिनीको बर्थडे। अनि त्यहाँबाट फोटो खिच्ने, बहिनीलाई केक खुवाइसकेर फोटो खिच्ने कार्यक्रम भयो आफ्नो। अझै केक खुवाइरहेछन्, टिका लगाइरहेछन्। यस्तै हो बर्थडे भनेको चाहिँ। बहिनीको बर्थडे बहिनीले पैसा हालेको बहिनीले पैसा राख्ने ठाउँ चाहिँ राम्रो देखेकी रहेछ, जान्दी रहेछ भन्दै सबैजना हाँस्छ। त्यो पैसा दिएपछि त्यहाँ हाल्छ। उसले केक खानुभन्दा पनि पैसा समाएर हाल्छ, लुकाउँछ पैसा कति चिनेका केटाकेटीले। मैले दिएको मेकअप बक्स एकदमै मन परायो। सबैलाई देखाइरहेको थिएँ मेरो मेकअप बक्स भन्दै। पैसा दिने बित्तिकै त्यहाँ हाल्छ बहिनीले चाहिँ। कति बाठी छ बहिनी। त्यसपछि बहिनीको बर्थडे सिद्धो। अनि हामी चाहिँ तास खेल्न बस्यौँ सबैजना। अब एकछिन रमाइलो गरौँ, तास खेलौँ भनेर तास खेल्दैछौँ यहाँ चाहिँ हामी होइन। म चाहिँ हारेको गर्छु तास खेल्न बसेपछि। तासहरू चाहिँ मजाले खेलिरहेको। म चाहिँ यस्तो आउँछ भन्दै देखाइरहेको थिएँ। अनि रातभरि हामी लगभग कति बजीसम्म तास खेल्यौँ होला। यति बेला चाहिँ बुवाले जित्नु भएछ।
हामी चाहिँ म चाहिँ हारेर निस्किसकेँ होला तास खेलेर बाँकी पनि मागेर पनि हारिसकेँ तर लास्टमा मेरो हस्बेन्डले म हारेको पनि सबै उठाइवरी अनि $45 हो कि कति $45 जित्नु पनि भएको थियो तास चाहिँ हाम्रो जे भयो प्रोग्राम भयो भने राति तास चाहिँ खेल्नै पर्छ तास खेलिसक्यौँ अनि रातिको 1 बजिसकेको थियो उठेर अनि चाहिँ हामी घर गयौँ अब घर चाहिँ गएर चाहिँ झ्याप्पै सुत्ने हो अब यो चाहिँ हाम्रो घर जाने बाटो गाइस 10-12 मिनट लाग्छ गाडीमा अब घर आइपुग्यौँ अब घर आइपुगेपछि के गर्नु अब सुत्ने त अनि यो चाहिँ मेरो घरको बाहिर हो होइन मेरो हस्बेन्ड चाहिँ अघि भित्र पसिसक्नु भयो चाबी खोलेर म चाहिँ भिडियो गर्दा गर्दै ढिलो हुन्छ जहिले यो चाहिँ मेरो घर हो मेरो घरमा चाहिँ लाइट कहिल्यै मर्दैन है म 7 दिन घरमा छुइनँ भने पनि लाइट बलिरहेको छ ल गाइस यसपालिको भ्लग यस्तै भयो अब सी यु इन नेक्स्ट भ्लग बाई बाई